साथी साहब नमस्ते, साथीहरु नमस्ते नमस्ते। हेरौँ एउटा दाइ आउनु भएको छ। अब यहाँ चाहिँ त्यो मेची महाकाली हुलाकी राजमार्ग तेस्रो साइकल यात्री हुनुहुन्छ। तेह्रो यात्री हुनुहुन्छ। तीन पटक उहाँसँग सोधौ के गर्दै। नमस्ते दाइ। नमस्ते। खाना खानुभयो दाइ? तपाईको होटलमा मजाले खाएँ, पैसा त नलिएको भए हुन्थ्यो। हस् दाइ अर्कोचोटि आउनु न। रुमको दिन्न म फेरि। हस् दाइ हस्, हुन्छ दाइ हुन्छ। अर्कोचोटि आउनु तपाईँ। नन एसी रुम लिन्छु तर पैसा तिर्दिनँ। यो मेरो प्रतिबद्धता भयो। तपाईँले केही भन्नुभयो भने यही भिडियो निकाल्छु। हस् दाइ हस्। दाइ एउटा कुरा मलाई जानकारी दिउँ न। भन्नु। यो मेची महाकाली हुलाकी राजमार्ग त्यो साइकल यात्री हुनुहुन्छ, यसको सम्बन्धमा अलिकति जानकारी पाउनु दाइसँग। यो चाहिँ के भनेदेखि मैले मेरो यो ब्यानरको उद्देश्य भनेको के भनेदेखि आर्थिक विपन्नलाई सहयोग गरौँ। जस्तो कि सरकारी हस्पिटलमा उपचार हुन नसकेर प्राइभेट हस्पिटलमा जानुपर्ने स्थिति भएका बिरामीहरू प्लस अनाथ आश्रममा रहेका साना बाबुआमा बेगरका नानी बाबुहरू अनि वृद्धहरू यिनीहरूलाई चाहिँ मेरो यो क्युआर यहाँ छ, यो क्युआर मार्फत सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। एउटा यो चाहिँ उहाँहरूको सहयोग, यतापट्टि मेरो सहयोग, यो चाहिँ मेरो सेल्फ सहयोग है। यसलाई चाहिँ हजुरहरूले जतिले हेर्नुहुन्छ देश तथा विदेशबाट जतिले हेर्नुहुन्छ सबैले मेरो युट्युब च्यानललाई सब्सक्राइब गरेर वाच टाइम पुर्याइदिएर कम्तीमा यस्तो मान्छेले वाच टाइम पुऱ्याएर एउटा सिल्भर बटन लियोस् भन्ने तपाईँहरूलाई हुँदैन। 60 वर्षको मान्छे मैले सिल्भर बटन लिएँ भने त तपाईँहरूकै योगदान त हो नि, होइन र? तपाईँहरूले गरिदिनु भन्यो भने मैले के पाउनु? हजुर दाइ, म त आयो गयो 3 चोटि नापो मात्रै हो मेरो त। त्यही भएकोले गर्दाखेरि हजुरहरूले मलाई सहयोग गर्नु पर्यो। यो आर्थिक अवस्था विपन्न भएका मान्छेलाई सहयोग गर्ने यो क्युआर कोड यो, अनि यो चाहिँ मेरो युट्युब च्यानल, यो चाहिँ मेरो सेल्फ हो क्या। एउटा कुरा अब भनौँ त। हजुर भन्नु। त्यो कहाँबाट सुरु गर्नुभयो? यो मैले 2082 साल पुस 9 गते बिहान 7 बजेको समयमा कञ्चनपुरको महेन्द्रनगर बस पार्कबाट सुरु गरेर 4 दिन होल्डेज गरेँ। चिसोको कारणले गर्दाखेरि 12 गतेदेखि 15 गतेसम्म। त्यस पछाडि भनेको म नियमित रूपमा साइकलमा आउँदैछु। आज 9 दिन भयो, जम्मा 13-14 दिन हुन्छ। आज 22 गते भनेपछि 14 दिन हुन्छ। 14 दिनमा 4 दिन कटाउँदा 10 दिन चाहिँ म साइकल दिनको 10 घन्टा 11 घन्टा कुदाइराखेको छु यत्तिकै। यो लुगाहरू सबै बेच्छ। मैले बाक्लो लुगा, हजुरले बाक्लो लुगा लाउनु भएको छ नि, म किन लाउँदिनँ? मलाई गर्मी हुन्छ, म साइकल कुदाउने मान्छे, मलाई त गर्मी हुन्छ। गर्मी भएपछि कुदाउन सक्दैन। गर्दाखेरि चैत वैशाखमा पनि गर्दा हुन्थ्यो, किन गर्दैन मान्छे? ल साथीहरू हेर्नु, साथीहरू उहाँको यो जुन उहाँले भन्नुभयो विपन्न वर्गको लागि सक्दो तपाईँहरूले सहयोग गर्न चाहनुहुन्छ भने यो क्युआरमा सहयोग गरिदिनु हुन, होइन? दाइको तर्फबाट अनि मेरो तर्फबाट हार्दिक अनुरोध छ। अनि उहाँ दाइको च्यानल हुनुहुन्छ, युट्युब च्यानल, उहाँलाई एकचोटि सब्सक्राइब गरेर तपाईँहरूले गरिदिँदा धेरै झन् नै राम्रो हुन्थ्यो। दाइको अलिकता सहयोग हुन्थ्यो, होइन? ल दाइ, तपाईँको यात्रा सफल होस्। हाम्रो शुभकामना। हाम्रो होटल हजुरको होटलमा उताबाट झापाबाट फर्केर आउँदा सुत्न चाहिँ पैसा नलिनु, खानाको चाहिँ बरु मतिला त्यो पनि नलिए अझ राम्रो। हस् दाइ हस् हस्। अर्कोचोटि आउनु, हामी जे जति सहयोग हुन्छ हामी गरौँ। हुन्छ हस् दाइ हस् हस्, धन्यवाद। सबैलाई मेरो भिडियो हेरिदिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु म। ल।